झापड पनि नहिकेकिन यति मायाले त्यसलाई हुर्काएको थियौँ। यस्तो बाटोमा कुकुरलाई बरु साइड दिएर जान्छ होला, तर मेरो भाइलाई कसै अलिकति पनि साइड दिन्छु भनेर त्यसले सोचेन। यस्तो गरेर लिएर गएर त्यसकोमा मन थियो भने नि मेरो भाइलाई त्यसले बचाउन सक्थ्यो। जस्तो त्यसलाई लागेको मेरो भाइलाई जस्तो गाडीले हान्यो त्यस्तै त्यसले रोकेर हस्पिटल लगिदिएको थियो भने आज मेरो भाइको हात खुट्टा मात्रै भाँचिन्थ्यो होला। तर त्यसले कति टाढोसम्म लगेर त्यसको गाडी पोल खुट्टीमा ठोकिन्छ भनेर चाहिँ टर्निङ घुमाउने हुँदाखेरि मेरो भाइलाई स्पिडमा गएर चाहिँ मेरो भाइ पोल खुट्टीमा झरेर मेरो भाइको मेरुदण्ड देखिएर हड्डी सबै दुई टुक्रा भएर मेरो भाइ त्यही स्पोट डेट हुनु परेको। अहिलेसम्म त्यसको घरको मान्छेले यस्तो धम्की तिनीहरूले नै होला नि त, अरू त कसैले गर्नु सक्दैन। धम्की दिन्छ, भोलिको दिनमा मेरो बाउआमालाई केही भयो भने को जिम्मा लिन्छ? अहिलेसम्म तिनीहरूको आमा बाउ छोरा त जेलमा छ, आमा बाउको एउटा मन हुन्थ्यो भने आमा बाउले आएर सोध्नु पर्ने हो के कस्तो छ, मेरो छोराले यस्तो गर्यो भनेर तिनीहरूको मन र एउटा हृदय हुन्थ्यो भने मेरो बाउआमालाई आएर सोध्नु पर्ने हो, मेरो बाउआमालाई आएर हौसला दिनुपर्ने हो। तर त्यो पनि अहिलेसम्म कसैले गरेको पनि छैन त्यस्तो पनि।